नमस्कार। म आज कहाँ आएको छु भनेर भन्दाखेरि तपाईँले देखिरहनु भएको छ यतापट्टि है, यो उत्तर सिक्किमको मङ्गनदेखि मुनि नाप्तिक्थाङ भन्ने जग्गा अन्तर्गत यो टिस्टा र कनका जोडिएको नदीको नजिकै आएको छु। यसै पनि हाम्रो हिन्दू सनातन संस्कृति अनुसार दोभान जहाँनिर छ त्यसलाई पवित्र स्थल मानिन्छ भने यहाँनिर चाहिँ हाम्रो यो दुईवटा नदी जुन देख्नुहुँदैछ, एउटा उताबाट आइरहेको छ अलिक धमिलो र यताबाट जुन निलो आकाश छ, पानी सफा पानी यहाँ बगिरहेको छ। यो चाहिँ हाम्रो पारम्परिक हिसाबमा भन्नु भने धेरै पवित्र स्थान हुन जान्छ। र अर्को हामीले पूजा गर्दा है टिस्टा कनकादि योडहरूमध्ये सिक्किम राज्य भनेर भनिन्छ। त्यो सिक्किम राज्य अन्तर्गतको जुन टिस्टा र कनका जोडिएको जुन योडहरूमध्ये भनिन्छ, त्यो जोडयोरमध्ये भनेपछि योडयोरमध्ये पनि भनेपछि त्यो जग्गा चाहिँ यही नै हो र यो एकदम पवित्र स्थल हो। र नेपाली कथा मुताबिक पनि यो टिस्टा र कनकासँग जोडिएको पनि हामीले कतै कतै किम्वदन्तीमा पाएका छौँ। र जुन हामी विवाहमा खाँडो जगाउने कर्म गर्छौँ त्यसमा पनि खाँडो पखाली भनेर एउटा कथा आउँछ। त्यसमा ठ्याक्क 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 भनेर जतिखेर खुकुरी हालिन्छ त्यतिखेर जुन जग्गा भनिन्छ त्यो पनि त्यसैलाई मान्यता हाम्रो नेपाली कथा मुताबिक आएको छ र यो एकदम पवित्र छ। र यहाँ देख्नु हुँदैछ तपाईँले एकपट्टिबाट सङ्लो पानी, एकपट्टिबाट धमिलो पानी। र मेरो जुन सोचाइ, मेरो जुन बुझाइ छ त्यस अन्तर्गत भन्नु हो भने एकपट्टिबाट नेगेटिभ वेको पानी बग्दैछ भने एकपट्टिबाट पोजिटिभ वेको है दैविक पानी र एकपट्टिबाट धमिलो पानी भएकोले गर्दाखेरि यहाँ अहिलेको समयमा भने नेगेटिभ र पोजिटिभसँगै बगिरहेको, त्यो पनि अगाडि गएर मिलेको है। जब पोजिटिभ र नेगेटिभ जोडिन्छ, अगाडि गएर मिसिएर जब दुईवटा एउटै हुन्छ तब पोजिटिभ नै ज्यादा भयो। सत्यमेव जयते भन्ने जुन छ त्यसैलाई नै कायम गर्छ भन्ने मेरो विचार, आफ्नो मान्यता छ। र यहाँ देख्नुहुँदैछ यो पहाड कति रमाइलो है। त्यसले यहाँनिर अलिकति क्षति पुर्याएको छ र यहाँ सिक्किमका मान्छेहरूसँग यो एरिया जुन छ, यो स्थान जुन छ, यसमा अर्को एउटा विशेषता जोडिएको छ। जब हामी पौषी औँसी अथवा पौखी औँसी पनि भन्ने गरिन्छ, यस औँसीमा आएर तीर्थमा श्राद्ध गर्दाखेरि एउटा श्राद्ध गर्ने जग्गा पनि यो कनका नदीमा टिस्टा र कनका जोडिएको यसै स्थानमा आएर हाम्रा पितृहरूलाई उद्धार गर्नका लागि भक्तजनहरूले पितृभक्ति आफ्ना पुत्र पुत्रीहरूले यहाँ आएर पिण्डदान आदि गरेर पिण्ड बगाएर आफ्ना पितृहरूको मुक्ति दिलाउनका लागि पूजा गर्ने ठाउँ पनि हाम्रो यही नै हो। र अब आउने केही दिनमा पनि यसरी नै पौखे औँसी आउँदैछ। त्यतिखेर यहाँ जमावाडा हाम्रो हिन्दू सनातन धर्म अनुसार जति पनि आफ्ना मातापितालाई सेवा गर्ने, माया गर्ने, उहाँहरूको देहान्तपछि पनि उहाँको मुक्तिको कामना गर्ने आफ्ना छोराछोरीले आएर यहाँनिर आफ्ना पितृहरूका लागि पिण्डदान तर्पण आदि गरेर उहाँहरूको मुक्तिको कामना गर्छन्। र यो यस्तो पवित्र स्थानमा आएर आज मैले भिडियो बनाउँदैछु। हेर्नुहोस् यो जग्गाको माहौल कस्तो छ, चारैपट्टि हेर्नुहोस्, यता हिमाल देखिन्छ, यता हेर्नुहोस्, यता अगाडि यहाँ माथि ठुलो हिमाल छ, पहाड छ, भिर छ। त्यसैको फेदीमा हामी पितृहरूको श्राद्ध गर्ने गर्छौँ। र यहाँ यतापट्टि अहिले त मेसिनहरू लागेको छ, यहाँ कम्पनी पनि लागेको छ, तर पनि हाम्रो तीर्थ भनेको हाम्रो मनबाट मानिने हो, त्यसले हामीलाई केही पनि बिगार्दैन। र आज तपाईँहरूलाई यसको दर्शन गराएँ। यसरी नै कुनै तीर्थ स्थानको म तपाईँहरूलाई दर्शन गराइ नै रहनेछु। र आजलाई भने यति नै, धन्यवाद।